हेलो साथीहरू, आज चाहिँ हामी मरिचोड जाँदैछौँ र हामी चाहिँ चाबेलबाट साखुको बस चढेर अगाडि बढ्यौँ। अनि यहाँ हाम्रो बस चढ्ने बित्तिकै चाहिँ इनु नक्कलीको नक्कल सुरु भइहाल्यो। ऊ चाहिँ नक्कल गर्न थाली अनि हामी चाहिँ यहाँ चाबेल बौद्ध हुँदै हामी चाहिँ अगाडि बढेर चाहिँ साखुतिर लाग्यौँ। र यही बसमा चाहिँ हामीले एकजना आन्टीलाई भेट्यौँ। उहाँले चाहिँ हामीलाई साखुबाट अलिक माथिसम्म स्कुल बसको लागि लिफ्ट मागिदिनु भयो। र यही खुसियालीमा चाहिँ हाम्रो दिपा मिस एकदमै धन्यवाद व्यक्त गर्नुभयो उहाँ आन्टीलाई। अनि रिता मिस र राधिका पनि पछाडि नाच्दैछन्। अहो हिँड्न नपर्ने भयो धेरै, अलिकति एकछिन भने लिफ्ट पाइयो भनेर उनीहरू मक्खै छन्। त्यसपछिबाट यहाँ हाम्रो हेर्नुहोस् त इनु र शोभा मिस चाहिँ दौडिँदै हुनुहुन्छ बस छुटिन्छ भनेर। उहाँहरू चाहिँ फलफुल किन्नको लागि भनेर जानुभएको थियो। अब हाइकिङ जाने भएपछि यत्तिको एक्साइटमेन्ट भएन भने त रमाइलै भएन। त्यसपछि हामीले बस चढेको क्लिप त लिन पाएनौँ। बसबाट झरेर हामी लगभग 45 मिनट जति हिँडेर टिकट काउन्टर भएको ठाउँसम्म पुग्यौँ। र त्यहाँबाट चाहिँ पर पर्सन 100 रुपिस टिकटको पेमेन्ट गरेर चाहिँ हामी अगाडि बढ्यौँ। जहाँ चाहिँ इनु भ्लग बनाउन सुरु गर्न थालिसके। एकदमै शान्त वातावरण, हरियाली, एकदम चराचुरुङ्गीको आवाजले गर्दा मन एकदमै आनन्द भएको थियो। हामी चाहिँ भिडियोहरू बनाउँदै फोटोहरू खिच्दै अगाडि बढ्यौँ। जहाँ चाहिँ ठाउँ ठाउँमा चाहिँ हाम्रो डिरेक्सन देखाउनको लागि चाहिँ एरोहरू देखाएर लोकेसन पनि देखाइदिनु भएको थियो। यसले गर्दा हामीलाई धेरै सजिलो भएको थियो। अनि हामी साथीहरू चाहिँ उकालो उक्लिन थाल्यौँ। अब यो उकालोको त कुरै भएन। साथीहरूसँग भएपछि त हाँस्दै रमाउँदै गीत गाउँदै नाच्दै हिँड्दाखेरि यो उकालो कहिले पार गर्यो हामीले त पत्तै नै पाएनौँ। अनि यसरी नै हामी अगाडि बढ्यौँ। हाम्रो भयाङको सिडी चाहिँ फोटो खिचेर टिकटकहरू बनाएर नै पार गऱ्यौँ। यो कहिले सक्यो त थाहा नै भएन हामीलाई। त्यसपछि अलिकति कच्ची उकालो जस्तो आइपुग्यो र यहाँबाट अलिकति पार अगाडि बढ्ने बित्तिकै चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसनमा पुग्यौँ। जुन चाहिँ यहाँ पुग्ने बित्तिकै म त 3 छक परेँ। यति आनन्दको ठाउँ, यति शान्त, यति रमाइलो। यहाँ पुगेपछि त हामीलाई त स्वर्गमा पुगेको अनुभूति भएको थियो। रिता मिस पनि फन घुमेर भिडियो बनाउन थाल्नुभयो। अनि हाम्रो अरू साथीहरू पनि यहाँ पुगेर भिडियो बनाउन थालेका थिए। यही क्रममा चाहिँ इनुलाई भोक लाग्यो अरे, उसको औषधि खान पर्ने। त्यही भएर चाहिँ हामीले केही समय यहाँ बसेर चाहिँ बिस्कुट ब्रेक लियौँ, बिस्कुट खायौँ। अनि यहाँबाट हाम्रो नेक्स्ट डेस्टिनेसन, हाम्रो मेन स्पटको लागि चाहिँ हामी रेडी हुन लाग्यौँ। यहाँ बसेर बिस्कुटहरू खाइसकेपछि हामी अगाडि बढ्यौँ। त्यसपछि यहाँबाट लगभग हामी 15 मिनट जति हिँडेर चाहिँ हामी अगाडिको डेस्टिनेसनमा चाहिँ जानुपर्ने हुन्थ्यो। जहाँ चाहिँ हामी यहाँ पनि एकदमै तोरणहरू राखेको जो हेर्नुहुन्छ रुखहरूमा कति राम्रो देखेको, सुनमा सुगन्ध थपेको थियो। यसले गर्दा पनि त्यसैले हामी अगाडि बढ्यौँ। अनि यहाँ पनि हामीले भिडियोहरू बनाउँदै आनन्दले साथीहरूसँग शान्त वातावरणमा रमाउँदै हामी अगाडि बढ्यौँ। र यहाँ अलिकति अगाडि चाहिँ शुद्ध पिउने पानी भनेर राखेको धारा पनि देख्यौँ। अनि हामीले के प्लान गऱ्यौँ भन्दा फर्किँदाखेरि चाहिँ यहाँ हामीले लिएर आएका खानेकुराहरू पखालेर जाने, फर्किने भनेर प्लान बनाएर अगाडि बढ्यौँ। र हामी पुग्यौँ हाम्रो मेन डेस्टिनेसन। हेर्नुहोस् त कति रमाइलो वातावरण। यहाँ पुगेर चाहिँ हामीले आनन्दले एकछिन बस्यौँ, यहाँको वातावरणको अनुभूति लियौँ। हेर्नुहोस् त म त सोच्न पनि सकेको थिइनँ, जस्तो हामीले भिडियोमा देखेका थियौँ त्यस्तै नै थियो यो ठाउँ चाहिँ। र यहाँ बसेर हामीले भिडियोहरू बनायौँ, फोटोहरू खिच्यौँ। र हामी यहाँ बस्दै गर्दाखेरि चाहिँ पानीको छिट्टा आइहाल्यो। त्यसपछिबाट हामी चाहिँ हतार गएर अब त फर्किनुपर्छ, पानी पऱ्यो भने गाह्रो हुन्छ भनेर चाहिँ हामी यहाँबाट फर्किने तर्खरतिर लाग्यौँ। सबैले पालो भिडियो बनायो। र अघिको धारामा चाहिँ हामी सबैजना मिलेर चाहिँ हामीले लिएर आएका खानेकुराहरू पखालपुखुल गरेर चाहिँ चौरमा फर्क्यौँ। अब यहाँ आएर चाहिँ हामीले चटपट बनाउने प्लान गरेका थियौँ। सबैले दिपा मिस स्ट्यान्ड लिएर रेडी हुनुहुन्छ। अनि हामीले चाहिँ यहाँ चाहिँ चटपट बनाउनको लागि सबैजनाले तयार गर्न थाल्यौँ। अब हेर्नुहोस् त रिता मिस, त्यसपछि इनु, दिपा मिस चाहिँ गम खान लाइछन्। अनि हामी चाहिँ धम्माधम बनाउन थाल्यौँ। पानी परिसक्यो, छिटो जानुपर्छ, ढिला हुन्छ, भिजिन्छ फेरि, सबैले छाता लिएर आएको छैन भन्दै हामी चाहिँ अगाडि बढ्नुपर्छ भनेर चाहिँ हतार गरेर बनाउन थाल्यौँ। र छाता ओढेरै हामीले चाहिँ त्यहीँ बसेर चाहिँ खानेकुराहरू खायौँ। र पानी परे तापनि अब चाहिँ हामी रोकिनु हुँदैन, फेरि फर्किन ढिला हुन्छ भनेर अगाडि बढ्यौँ। र हामी सबैजना मिली छाता ओढेर चाहिँ तलतिर ओह्रालो झऱ्यौँ। तर उकालो उक्लिँदाखेरि त सजिलै भएको थियो, तर ओह्रालो ओर्लिँदाखेरि चाहिँ हामीलाई अलिकति गाह्रो भयो। त्यही पनि हामी साथीहरूसँग चाहिँ हाँस्दै रमाउँदै गीत गाउँदै अगाडि बढ्यौँ। अनि अलि तल आउँदाखेरि त कस्तो हुस्सु लागेको, हामीले मान्छेहरू केही नदेखिने अँध्यारो जस्तो, एकछिन त कस्तो डर जस्तो पनि लागेको थियो। त्यही पनि हामी चाहिँ साथीहरू सबैजना मिलेर चाहिँ गीत गाउँदै सबैजना ग्रुपमा हिँड्दाखेरि त रमाइलै हुन्छ।
आनन्दले गीत गाएर चाहिँ हामी अगाडि बढ्न थाल्यौँ। यहाँ इनु चाहिँ खानलाई चाहिँ पनि फेरि हामीले चाहिँ खाने फलफुलहरू लगेका थियौँ। बाटोमा खाँदै तलतिर झऱ्यौँ। पानी परेको कारणले गर्दा बाटो अलिकति चिप्लो भएको थियो। हाम्रो सभा मिस चाहिँ झन्नै लड्नु भएको थियो। त्यही पनि हामी चाहिँ बिस्तारै अगाडि बढ्यौँ। अनि हाम्रो दिपा मिस, सभा मिस, भावनाको चाहिँ हिँड्ने बानी नभएको कारणले गर्दा उहाँलाई अलिकति गाह्रो भए तापनि उहाँहरूले चाहिँ एकदमै रमाइलो गर्नुभयो। अनि हेर्नुहोस् त हुस्सो लागेर अनि इनु चाहिँ भ्लग बनाउँदै हिँड्दै चाहिँ हामी चाहिँ पछाडि छाता ओढेर उसलाई सपोर्ट गर्दै गीत गाउँदै हिँड्दै थियौँ। अनि त्यसपछि अब हामी चाहिँ घर फर्किनुपर्ने थियो। त्यसैले गर्दा हामी चाहिँ काहीँ अलमल नगरिकन यस्तो चिसोमा तातो चिया खान पाए कस्तो होला भनेर चाहिँ एकदमै तातो चियालाई सम्झिँदै हामी चाहिँ तलतिर झऱ्यौँ। अनि हामी त्यहाँबाट हिँड्दै साखुसम्म हिँड्दै फर्क्यौँ र साखुबाट चाहिँ फेरि चाबेलको बस चढेर आयौँ र चाबेलमा आएर चाहिँ चिया खाएर हामी घर फर्क्यौँ र हाम्रो यात्रा यहीँ सकियो। जे होस् हामीले चाहिँ एकदमै धेरै रमाइलो गऱ्यौँ र हाम्रो एउटा मेमोरी क्रिएट गरेर चाहिँ फर्क्यौँ। अब फेरि पनि अर्को यात्रामा भेटौँला। थ्याङ्क यू।